नमस्कार। जागरण मिडिया सेन्टरको लाइभ डायलग अन्तर्गतको कार्यक्रम कचहरीमा स्वागत छ। म विनोद परियार। नेपालको संविधानले राज्यका हरेक निकायमा महिला, दलित र सीमान्तकृत समुदायको समानुपातिक समावेशी सहभागितालाई सुनिश्चित गरेको छ। तर जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने महिला, दलित तथा सीमान्तकृत समुदाय आज पनि निर्णय प्रक्रियाको मूल नेतृत्वमा पुग्नका लागि सङ्घर्ष गर्नु परिरहेको देखिन्छ। दलहरूले कानुनको बाध्यता देखाएर महिलाहरूलाई उपपद र वडा सदस्यमा सीमित गराएको आरोप लाग्ने गरेको छ। चुनावका बेला प्रत्यक्ष निर्वाचन र टिकट वितरणमा दलहरूभित्र अझै पनि पैसा, पहुँच र पितृसत्तात्मक सिन्डिकेट हाबी हुने गरेको महिला अधिकार कर्मीहरूले आरोप लगाउने गरेका छन्। के अब आउने निर्वाचन र राजनैतिक पार्टीभित्र महिला, दलित र सीमान्तकृत समुदायसँगै युवाहरूको प्रतिनिधित्वको सुनिश्चितता गर्न सकिएला? आज हामी यो विषयमा लुम्बिनी प्रदेश केन्द्रित रहेर राजनैतिक पार्टीका नेताहरूसँग र संविधान निर्माणकर्ताहरूसँग समावेशिताको सवालमा छलफल गर्दैछौँ। आजको कचहरीमा हामीसँग हुनुहुन्छ संविधान सभा सदस्य कमला विश्वकर्मा, नेपाली कङ्ग्रेसका नेता लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राणाज्यू, नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य बाबुराम विश्वकर्माज्यू र नेकपाका प्रदेश सचिवालय सदस्य टिका ओलीज्यू र यसै गरेर हामीसँग विभिन्न क्षेत्रमा लागिरहनुभएका व्यक्तित्वहरू, अधिकार कर्मीहरू, विद्यार्थी, युवा गरेर करिब 30 जना सहभागी हुनुहुन्छ। यहाँहरू सबैजनालाई कार्यक्रममा हार्दिक स्वागत छ। म आजको यो छलफलको सुरुवात संविधान सभा सदस्य कमला विश्वकर्माज्यू तपाईँबाट गर्न चाहन्छु। तपाईँहरूले संविधान लेख्नुभयो, समावेशी खालको संविधान जहाँ महिला, दलित, अल्पसङ्ख्यक लगायतका सीमान्तकृतहरूको पनि प्रतिनिधित्वलाई सुनिश्चित गरियो। त्यो कार्यान्वयनको अवस्था चाहिँ कस्तो पाउनुहुन्छ तपाईँहरूले? धन्यवाद विनोदजी। यो हामीले जुन संविधान निर्माण बनायौँ र जुन संविधान बनाइसकेपछि एउटा संविधानमा भएका व्यवस्थाहरू छन्, प्रस्तावनामै लेखिएको छ, संविधानको प्रस्तावनामै प्रष्ट लेखिएको छ, समानुपातिक समावेशी प्रतिनिधित्व भनेर सुनिश्चित गर्ने भनेर पनि लेखिएको छ। र जुन त्यसको आधारमा जुन व्यवस्थाहरू भए र त्यो व्यवस्था अनुसार चाहिँ अहिले हेर्दाखेरि अब यो 10 वर्षको दौरानमा चाहिँ त्यो कार्यान्वयन हुन सकिरहेको अवस्था छैन र जुन कार्यान्वयन हुनुपर्ने त्यो कानुन बनाएर कार्यान्वयन हुनुपर्ने छ, तर त्यो कानुन बन्ने अवस्था चाहिँ अहिले पनि त्यति राम्रो वातावरण बनिसकेको छैन, जसले गर्दा आज हामी स्थानीय तह, प्रदेश र केन्द्रसम्म महिला, दलित र सीमान्तकृत समुदाय वर्ग क्षेत्रको लागि चाहिँ त्यो बाध्यकारी कानुन भएका कारणले आज स्थानीय तहमा महिलाहरूको समावेशी प्रतिनिधित्व देखिरहेको छ। तर पनि अझै पनि हामीले सोचे जस्तो पूर्ण रूपमा समावेशी चाहिँ भएको छैन, जसका लागि समावेशी भनेर संविधानमा व्यवस्था भयो। जस्तो महिला, हामीले त्यतिखेर पनि समानताको हकको कुरा गऱ्यौँ, महिलाको प्रतिनिधित्वको कुरा गरिरहँदाखेरि 33% महिला भनेर त सुनिश्चित भयो त्यति बेला, होइन, 10 वर्ष अगाडि। र जति बेला त्यो 33% महिला भन्ने कुरामा कुन समुदाय, कुन जाति, कुन क्षेत्रको महिला भन्ने भएन र त्यसले गर्दा अहिले आएर हेर्दाखेरि जुन समुदायको लागि त्यो महिलाहरू ल्याउनुपर्छ भनेर जुन संविधानमा व्यवस्था गरियो, तर त्यो महिलाहरू नआएको कारणले अहिले अन्य महिलाहरूको लागि चाहिँ त्यो चाहिँ एउटा राम्रो व्यवस्था भयो। तर पनि हामीले लेखेको कुरा त कार्यान्वयन भएको छ नि, हामीले लेखेको कुरा सबै कार्यान्वयन भएको छैन। मलाई लाग्छ अहिले नै हामीले सबै संविधानमा भएको व्यवस्था चाहिँ कार्यान्वयन भयो भनेर भन्ने अवस्था चाहिँ छैन। र जस्तो अहिले पनि हामीले संविधान संशोधनकै कुरा पनि बहस चलिरहेको छ केन्द्रमा, तर महिलाहरूको लागि चाहिँ के व्यवस्था हुने भनेर महिलाको छुट्टै छ, दलितको छुट्टै छ, अन्य समुदाय र युवाहरूको पनि अहिले कुराहरू आइरहेको छ। तर त्यो संशोधन गर्दाखेरि हामीले भनेको कुरा अहिले आएर चाहिँ संशोधन पहिला जति बेला बनाउँदा हामीले 33% भन्यौँ र अहिले आएर हामी चाहिँ महिलाको सहभागिता चाहिँ 50% हुनुपर्छ, हामीले 51% महिलाको सहभागिता छ भनेर राजनीतिक दलहरूले पनि भनिरहेको अवस्थामा अहिले आएर हामीले चाहिँ 50-50 किन नगर्ने त भन्ने कुराहरू बहस चलिरहेको छ। तपाईँले भन्नुभयो, फेरि हामी तपाईँसँग जोडिन्छौँ। तपाईँले भनेको चाहिँ जति संविधानमा लेखेको त्यो कार्यान्वयन भएन भनेर यहाँले भन्नुभएको छ। म टिका ओलीज्यूतर्फ आउन चाहन्छु। तपाईँ चाहिँ तत्कालीन माओवादीले जसले चाहिँ समावेशिता, सामाजिक न्यायको मुद्दा उठाउने दाबी गर्यो,
तर आज पनि महिला वा सीमान्तकृत समुदायको त्यसमा पनि अझै अहिले त युवाहरूको कुरा आएको छ। त्यो समुदाय महिलाबाट जाँदा नि युवाको प्रतिनिधित्वको कुरा आएको छ नि। त्यो हुनाले नेतृत्वमा अपेक्षित छ त तपाईहरूले जे भनेको त्यो त्यसमा कति सन्तुष्ट हुनुहुन्छ? अपेक्षित त अब हाम्रो छैन नै भन्छु मैले चाहिँ। जुन अपेक्षा गरेर हामीले 10% जनयुद्ध लड्यौँ, महिलाहरूले साहसिकपूर्ण एउटा विश्वमा महिलाहरूको एउटा कीर्तिमान कायम गरे। अन्तर्राष्ट्रिय रूपमा नै महिलाहरू, नेपाली महिलाहरू भन्ने जुन प्रकारको एउटा कीर्तिमान महिलाहरूले कायम गरेका थिए, जुन सपना देखेर कायम गरेका थिए, त्यो हामीले अपेक्षा गरे अनुसार मलाई त्यस्तो छ जस्तो लाग्छ छैन। भनेको जति हामीले अपेक्षा गरेको त्यति त्यो महिलाको सहभागिता राजनैतिक नेतृत्वमा छैन। अब तपाईँले छैन भनिदिनु भयो, मुसुक्क हाँस्नुभयो। अब यति नै हामीले बुझ्न त बुझ्यो, तपाईँहरूले जे अपेक्षा गरेको त्यो छैन भन्नुभयो। म नेपाली कङ्ग्रेसका लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राणाज्यू, तपाईँ समावेशिताको मुद्दालाई पनि नजिकबाट निहालेको, विद्यार्थी राजनीतिबाट गएको, अहिले युवाको प्रतिनिधित्वको कुरा पनि आउँछ, खास गरेर समावेशिताको सवालमा। अब अहिले चाहिँ स्थानीय तहमा प्रतिनिधित्वको हिसाबले हेर्ने हो भने महिलाको 40% भन्दा बढी सहभागिता देखिएको छ। यद्यपि त्यो प्रतिनिधि सभामा वा प्रदेश सभामा हेऱ्यो भने कानुनले बाध्य बनाएको 33%, त्यो पनि प्रत्यक्षबाट होइन समानुपातिकबाट पूर्ति गर्नुपर्ने परिस्थिति देखिन्छ। दलहरूले कन्जुसाइ गरेका हुन् कि अथवा गरिरहेछन्, यति पनि धेरै गरेको भन्ने लाग्छ तपाईँलाई? यो नेपालको संविधानमा जस्तो दलित, महिलाहरू भए, आदिवासी जनजाति, मुस्लिम, पिछाडिएको, अल्पसङ्ख्यकको सन्दर्भमा केही नभए पनि संविधान सभा सदस्यज्यू पनि हुनुहुन्छ। पहिलाभन्दा अधिकारको समयमा केही चाहिँ भएको हो, तर पनि कता कता चाहिँ हामी अझै त्यति गर्ने ठाउँमा पुगिसकेका छैनौँ कि। जस्तो त्यहाँ जति नेतृत्व त्यहाँ हामीले पुर्याएका छौँ 33%, त्यो चाहिँ इलेक्सन प्रत्यक्ष चुनावबाट पनि जान सक्ने अवस्थामा महिलाको बारेमा, दलितहरूको बारेमा, आदिवासी जनजातिको बारेमा, पिछडिएको बारेमा त्यो व्यवस्था संविधानमा अबको 10 वर्ष जो संविधान संशोधनको विषय छ, त्यो संशोधनको विषयमा अब बहसको विषय ल्याउनुपर्छ भन्ने मलाई लाग्दछ। चाहे स्थानीय तहको कुरा होस्, चाहे प्रदेश तहको नेतृत्वको सन्दर्भमा। अहिले जति पनि यो प्रतिनिधित्व, सीमाङ्कित प्रतिनिधित्व जस्तो दलित, आदिवासी जनजातिहरूको त्यहाँ प्रतिनिधित्व देखिन्छ, त्यो एउटा किनाराको साँचेको रूपमा मात्रै, एउटा स्थानीय तहको वार्डमा सदस्य गएर हेर्ने मात्रै र त्यो कोरम पुर्याउने मात्रैको रूपमा भूमिकामा देखिएको अवस्था छ। त्यो वार्डको अध्यक्ष हुनुको लागि योग्य दलित अथवा त्यहाँ जनजाति पिछडिया, त्यहाँको मेयर हुनुको लागि, उमेर हुनुको लागि कतै संविधानले त्यहाँ योग्य अथवा दक्ष युवा अथवा महिला, आदिवासी जनजाति पुर्याउनको लागि थोरै यो आरक्षण छन त छ। राजनीतिमा त आरक्षणले गर्दा त्यहाँ 30% होला, केही पर्सेन्टले गर्दा त्यहाँ हाम्रो सहभागिता देखिया छ। तथापि पनि त्यसलाई त्यहाँ पुर्याउन त्यहाँ गएका जति प्रतिनिधित्व त्यहाँ गरिराख्नु भएको छ, तिनीहरूको योग्यता दक्षता हेर्दाखेरि कतै हामीले चाहिँ अब आरक्षण संविधानमा थोरै राजनीति सँगसँगै शिक्षामा पनि हामी चाहिँ उनीहरूलाई चाहिँ तालिममा त्योतिरको पनि व्यवस्था गरेर अगाडि लानुपर्छ भन्ने जस्तो राजनीतिक कुरा गर्दा त तपाईँ त राजनीतिक पार्टीको एउटा कोषाध्यक्ष हो नि त प्रदेशको। त्यो हुनाले त तपाईहरूले त त्यसलाई लागू गराउन सक्नुहुन्छ नि। जस्तो तपाईँले भनेको यो त सरकारमा सहभागिताको त संविधान हेर्ने कुरा हो, पार्टीभित्र पनि त छ नि त आन्तरिक रूपमा। हामीले बहस र छलफल चलाएका छौँ। अब कुनै ठाउँको जस्तै बुटुल उपमहानगरपालिकामा यहाँ जनजातिको सङ्ख्या बढी छ भने यो क्षेत्र, यो पालिकालाई चाहिँ हामी स्थानीय तहलाई चाहिँ नि आरक्षणको रूपमा लिनु पऱ्यो। एकचोटिको लागि मेयर र उपमेयर यहाँको दलित जनजातिको रूपमा यहाँ ल्याउनु पऱ्यो। जस्तै तिलोत्तमामा चाहिँ बढी चाहिँ दलित छ उसमा भने त्यहाँ चाहिँ नि त्यसको लागि मेयर र उपमेयरको आरक्षण त्यहाँ दलित मात्रै लडाउने, बुटोलमा चाहिँ जनजातिमा सपोर इक्जाम्पल पाल्पाको लागि त्यहाँ छ भने अन्य जात चाहिँ लडाउने, यस्तो खाले चाहिँ नि स्थानीय तहमा चाहिँ व्यवस्था संविधान हुनु पर्यो। तब मात्रै दलित चाहिँ निर्णय प्रक्रियामा त्यसको सहभागी गराउन सकिन्छ। खुल्ला रूपमा लडेर वा पार्टीले टिकट दिन त सक्यो नि त, प्रतिनिधिको रूपमा प्रतिनिधि देखिने भए, तर उसको निर्णय प्रक्रियामा उसको त्यति भूमिका देखिएन। चाहे चाहिँ नि प्रदेश सभामा पनि कोही ठाउँमा कुनै क्षेत्र
हाम्रो प्रदेशमा 52वटा प्रदेश सभा छ, त्यसमा अहिलेलाई 10वटा जति क्षेत्रमा चाहिँ नि हामीले क्षेत्र आरक्षण गरिनुपर्छ। यो बहस चाहिँ अब हामीले चलाउनु पर्ने देखियो। भनेपछि पार्टीभित्र तपाईँले चलाउनु महिला लड्छ भने पार्टीभित्र पहिला महिला हामीले चलाउनु भएको छ प्रकाश जी। 30% महिला हामीले संविधान सभामा पठायौँ, काङ्ग्रेसबाट, एमालेबाट, माओवादीबाट। त्यो चुनाव लडेर होइन कि नियाको रूपमा पार्टीको नेताले पठाउनै पर्ने, लानै पर्ने भएर त्यो प्रतिनिधित्वमूलक स्थानीय तहमा मान्य संविधान सभा सदस्यले भन्नुभयो, सदस्य दलितको पनि पठायो, आज जनजातिको पनि 2जना त्यहाँ गए, तर पठाउनै पर्यो, अर्को त्यहाँ उठ्न नपाउने भएर त्यो भएको छ। त्यो भएर किन नगर्ने, आरक्षण किन, क्षेत्र आरक्षण किन नगर्ने, पालिका आरक्षण किन नगर्ने, यो बहस अबको बहस चलाइनुपर्छ भन्ने हो। सङ्घ पनि त्यस्तै हो। 2 नम्बर क्षेत्रमा यदि यो खस आरेला हो भने पाल्पा त जनजातिलाई हुनु पर्यो। यो हाम्रो रूपन्देहीको 1 नम्बर क्षेत्रमा दलित बस्छ भने दलितलाई हुनु पर्यो। भनेपछि तपाईँले यो कुरा पार्टीभित्र पनि उठाउनुहुन्छ प्रकाश जी। तब मात्रै संविधानले खोजेको त्यो चाहिँ पुरा हुन्छ भन्ने मलाई लाग्दछ। होइन भने चाहिँ यो हामी चाहिँ यो कुरामा मात्रै संविधानमा छ, बहस मात्रै चलाउँछौँ, प्रतिनिधित्वको बनाउँछौँ, उही साँसी किरानाहरूकोमा प्रतिनिधित्वको रूपमा मात्रै टाइम गएको छ। तर योग्य छैन भने उसलाई तालिम दिनु पर्यो, उसलाई शिक्षा दिनु पर्यो, त्यो पनि त्यसरी चाहिँ लानु पर्यो। किनभने यही फेरि हामी तपाईँतिर फेरि फर्किन्छौँ। तपाईँले भन्नुभयो कि निर्वाचन क्षेत्रमा, पालिकामा, वडामै आरक्षित हुनु पर्यो भनेर तपाईँले भन्नुभएको छ। म नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य हुनुहुन्छ बाबुराम विश्वकर्माज्यू, तपाईँ प्राध्यापन क्षेत्रबाट राजनीतिमा प्रवेश गर्नुभएको छ। विशेष गरेर त्यो दलित, महिला र सीमान्तकृत जो पछाडि पारिएको समुदाय भनेको छ, उनीहरूको राजनीतिमा प्रवेश गर्नको निम्ति कति सजिलो छ? समानता, आत्मसम्मान नै नपाएको यो वर्ग समुदाय अब त्यो बाट माथि उठेर सम्मान पाएको समूहसँग सँगसँगै प्रतिस्पर्धा गर्ने कुरा त निकै जटिल नै रहेछ। यद्यपि त्यहाँनिर आफ्नो प्रस्तुति, कार्यक्षमतालाई पनि मूल्याङ्कन त हुँदो रहेछ भन्ने मैले भर्खरैको महाधिवेशनबाट अनुभव गरेँ। 1600+ चान्चुन मत लिएर मैले जितेँ। जब 2200 मत खस्दा त्यो फेरि त्यसलाई अन्यथा लिएर हामीलाई भोटै दिनुहुन्न, हामी असक्षम नै छौँ, पछाडि नै छौँ, केही गर्न सकिन्न भन्ने त होइन। तर सँगसँगै के रहेछ भने फेरि त्यसका लागि निकै कठिन रहेछ, यात्रा कठिन रहेछ विनोदजी। त्यो सहज यात्रा छैन, त्यहाँ निकै सङ्घर्ष छ। जति अलिकति सम्मान पाएको समुदायलाई जति सजिलो छ हामीलाई त्यो छैन। हामीलाई हेरेको दृष्टिले हेर्ने जुन चाहिँ हाम्रो सामाजिक परम्परा छ त्यो कायमै छ। यसमा भनेको त्यो राजनीति गर्ने त सचेत, चेतनशील, एक प्रकारले समाजमा अलि अगुवा भनिएकाहरूले गर्ने हो नि, त्यहाँ पनि त्यस्तो अप्ठ्यारो हुन्छ र भने होइन। तपाईँलाई एउटा नौलो कुरा बताइदियो विनोदजी, अब यो अन्यथा नमान्नु होला। हाम्रो म हजुरबुवासँग गाउँघरमा हिँड्दा एउटा बारीको छेउमा बसेर ल खाऊ साउ अथवा दाइ तिमी नै भनेर सम्मानपूर्वक बाटोमा बस्न दिँदाको जुन आत्मीयता र माया थियो, क्लियर थियो, भिजिबल थियो, छ्याक्क देखिन्थ्यो। अहिले कस्तो छ भने तपाईँले यसलाई कल्पना गर्न सक्नुहुन्छ, रणनीतिक ढङ्गको स्ट्राटेजिकल्ली हेप्ने मोडल चेन्ज भएको छ। न्यू मोडल भनेर मैले कन्सेप्ट डेभलप गरेको छु। अब समयले भ्याएमा तपाईँलाई बताउन सक्छु। त्यो के हो भने कमरेड भनेको छ, ओहो पार्टीको साथी भनेको छ, फकाएर मिठो चिल्ला कुरा गरेर घरमा चाहिँ पूजापाठमा बोलाउँदैन। तपाईँ कहाँ त आउँछु नि मित्र, म के भेदभाव छ भनेर आफू उस कहाँ चाहिँ गएर मजासँग भित्र बसेर खाइदिन्छ। तपाईँ कहाँ त आउँछु नि भन्छ, आफूले बोलाउँदैन। यहाँभन्दा ठुलो अपमान के हो? सबैलाई बोलाउँदा त्यो पार्टीको जिम्मेवार मान्छेलाई नबोलाएको थुप्रै सो मेनी एक्जाम्पल्स आई हेभ गट। राजनीति ढङ्गमा प्रस्तुति हुनलाई एकदमै त्यो कोटा छ, दिएको कोटा छ, गिभन कोटा। त्यो 2जना सिट छ भने 2जना, तिम्रो भयभरका देशभरिका त्यही हो, तिम्रो भाग त्यही हो, त्यो भाग खाऊ है त्यही, तिम्रो त्यहीँ लड, लुछा चिडी गर त्यहीँ खाऊ, त्यहीँ लड भनेको छ। हेर्नु होला, इभन काङ्ग्रेस माओवादीको नाममा भएको रणनीति, एमाले, जहाँ कोही हामीले अलिक पार्टीभन्दा माथि उठेर विश्लेषण गर्दाखेरि यथार्थ के हो भने केही चाहिँ देशम भन्ने गर्ने, अनि तिम्रो योग्य मान्छेलाई सेक्रिफाइस मोडल किन ल्याउन सक्ने? हामीले छोड्छौँ, त्याग गर्छौँ, तपाईँहरू आउनुहोस् न हाम्रो सिटमा भन्ने किन नभन्ने? वाइ नट? यो हो मेरो प्रश्न। त्यसैले जो सेक्रिफाइस मोडल पनि छ मसँग, त्यो एप्लाई गर्न जरुरी छ। त्यो भनेको उहाँहरूले एकपटक, दाइले भन्नुभयो एकपटक, अब हामीले यो राज्यको संयन्त्र सारा चिज कब्जा गऱ्यौँ, चलायौँ। अब एकपटक पछाडि परेको दलित भन्ने शब्द मलाई
अलिकति यसमा अन्यथा नमान्नु, दलित नभन्न पछाडि परेको पारिएको समुदाय भन्नुपर्छ भन्ने लाग्छ, मेरो व्यक्तिगत धारणा हो। त्यसैले यसमा मेरै छोरो अहिले टप भएर खुल्ला प्रतिस्पर्धाबाट सेन्ट जेभियर्समा फुल स्कलरसिपमा नाम निकालेर पढाएको छ। बाबा म चाहिँ विश्वकर्मा लेख्दिनँ, मलाई साथीभाइले हेप्छन् भन्छ होला, हेर्नुहोस् त्यो कति जरा काँडा छु, पढाइलाई कति डिस्टर्ब बाबालाई। अब यही कुरा तपाईँले पार्टीभित्र त उठाउने त्यो केन्द्रीय लेखा आयोगमा हुनुहुन्छ। अब केन्द्रमा छु अब भएकै हो। अब कतिको सुनवाई हुन्छ भन्ने प्रश्न तपाईँले देख्नु भएकै छ, यसलाई कोटाइ राख्नु परेन। भनेपछि सुनवाई नहुन सक्ने सम्भावना धेरै छ। सुनवाई हुन्छ, तर अब त्यहाँ के छ भने सुनवाईको लेभल हुन्छ नि, प्रयास हुन्छन् होला, तर कार्यान्वयन तहमा कति हुन्छ भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ। हस्, धन्यवाद छ। म फेरि तपाईँहरूसँग जोडिएको प्रसङ्गमा आउनेछु। खास गरेर नेपालमा महिलाहरूले भोट हाल्न पाएको पनि 2008-10 सालतिरबाट बल्ल सुरुवात भएको देखिन्छ। 2015 सालबाट संसदमा पहिलो एकजना महिलाको प्रतिनिधित्व भएको थियो। त्यो बहुदल हुँदै आउँदाखेरिमा अब 62-63 पछाडि मात्रै दलित समुदायको मन्त्री बन्ने अवसर प्राप्त भयो। अहिले त सरकारमा एकजना वादी समुदायको मन्त्री पनि हुनुहुन्छ, महिलाहरू मन्त्री हुनुहुन्छ। केही सांसदहरूले प्रत्यक्षमा टिकट जितेर जानुभएको छ। धेरै जसो रासोपाको, एकजना नेपाली काङ्ग्रेसको संयोगले त्यो प्रकाशीलाई त्यो चाहिँ एकजना भए पनि जानुभयो भनेर भन्न चित्त बुझाउन सकियो। त्यो बाहेक चाहिँ प्रतिनिधित्वको हिसाबले अरू चाहिँ जति प्रतिशत हो त्यो चाहिँ समानुपातिकबाटै पूर्ति गर्नुपर्ने अवस्था छ। टिका ओलीज्यूले यसमा केही थप्नुहुन्छ त? तपाईँ अब जस्तो अहिलेको सन्दर्भमा त अहिलेको यो भर्खरै सकिएको निर्वाचनको परिणामलाई हेरेर त प्रतिनिधित्वको सङ्ख्या गर्न सकिएन, तथापि पनि अब चाहिँ बढ्छ भन्ने अपेक्षा छ कि छैन? संविधानमा व्यवस्था भयो, संविधानमा व्यवस्था भएका विषयवस्तुलाई मात्रै बाध्यकारी ढङ्गले लागू गर्ने र अरू बाँकी अब त्यत्तिकै छोड्ने। अब जुन प्रकारको परिपाटी छ यसलाई करेक्सन गर्नु नै पर्छ, अरू विकल्प नै छैन। र त्यसमा अब जुन समावेशी हुनुपर्ने लक्षित वर्गहरू हुन् त्यो वर्गले पनि अब हाम्रो के अरे सरले भने जस्तै अलिकति अब कसरी हुन्छ सङ्घर्षका रूपहरू पनि बदलेर यसलाई अगाडि बढाउनुपर्छ भन्ने लाग्छ मलाई। त्यो बढाउनुपर्छ, तर तपाईँहरू पार्टीमा भएको हिसाबले त्यहाँभित्र कति बोल्नुहुन्छ भन्ने प्रश्न हो। पार्टीभित्र पनि अब बोल्ने कुराहरू बोलिएकै छ, बोलिन्छ पनि, करेक्सन गर्नुपर्छ भन्ने कुरा पार्टीमा बहस पनि हामीले चलाइराखेका छौँ। बोल्छौँ हामी। सुनिन्छ कि सुनिँदैन? सुन्ने नसुन्ने आफ्नो ठाउँमा छ होइन। अब निर्णायक ठाउँमा अब कति कार्यान्वयन हुन्छ भन्ने कुरा आफ्नो ठाउँमा छ। बोल्ने कुरालाई चाहिँ हामी निरन्तर बोल्छौँ। हस्, धन्यवाद छ। म यहाँ सहभागीहरू पनि हुनुहुन्छ, विद्यार्थीहरू, युवाहरू पनि हुनुहुन्छ। उहाँहरूको केही प्रश्न छ भने यहाँ म लिन चाहन्छु। तपाईँले परिचयसहित आफ्नो प्रश्न राखिदिनु होला। नमस्कार, म चाहिँ सरिता जीसी, म चाहिँ BBS चौथो वर्षमा अध्ययनरत छात्रा हो। यहाँहरूका 40 जनाको कुरा चाहिँ सुनियो है। हामीले कुरा सुनिसकेपछि मलाई चाहिँ त्यति धेरै त बोध छैन, हामी भर्खर सिक्दैछौँ, युवा हो, अगाडि सिकौँला, सिक्दै जाउँला। यहाँ चाहिँ मलाई केही प्रश्नहरू चाहिँ अलिकति हुन्छ नि, यो किन भएन जस्तो फिल भइरहेको थियो। जस्तै कमलाजी चाहिँ संविधान सभा सदस्य हुनुहुन्छ होइन, अनि तपाईँले भन्दै गर्दा भन्नुभयो कि अझै पनि अवरोध भइरहेको छ, हामी त्यो गर्न सकिरहेको छैनौँ भन्नुभयो नि त। तपाईँहरू त्यो ठाउँमा पुगिसक्नुभयो होइन, त्यहाँ पुगिसक्नुभयो नि त हजुरहरू। त्यहाँ पुगिसक्दा पनि त्यो हजुरहरू गर्ने नै हजुरहरू नै हो। 10 वर्ष भइसक्यो। 10 वर्ष भनेको एउटा बच्चा जन्मिएर ठुलो हुने कुरा हो नि त, धेरै कायापलट हुनुपर्ने हो। अझै पनि हजुरले चाहिँ सकिएन भन्नुभयो, त्यसमा चाहिँ मुख्य अवरोध के होला भन्ने चाहिँ मेरो प्रश्न थियो है एउटा। अनि अर्को प्रश्न चाहिँ थियो प्रकाश राणाज्यूकोबाट तानेको थियो मैले चाहिँ, हाम्रो चाहिँ यो 33% भन्ने छ नि त, हामीले चाहिँ अझै पनि 33%मै अड्किरहने हो त? 33% पुर्याउन मात्रै खोज्ने हो त? 33% बाहेक अगाडि बढ्ने होइन भन्ने चाहिँ मलाई लाग्यो। हस्, धन्यवाद छ। अब म जवाफ लिइहालौँ। कमला विश्वकर्माज्यू, तपाईँ संविधान बनाउने अनि लेख्ने, त्यसपछि फेरि पुरा भएन भनेर किन भन्नुभएको छ? त्यो अवरोधक को हो भनेर उहाँले सोध्नु भएको छ, कसले छेक्यो? अब यसमा मुख्य बाधक भनेको कुराहरू अवरोध किन भयो त भन्ने कुरा, एउटा त कानुन बनेन त्यसै अवरोध भयो। अर्को चाहिँ दलहरूको सहमतिमा, जस्तो संविधान बनाउँदा पनि दलहरूकै सहमतिमा
त्यो संविधान बाहिर आयो, हामीले एउटा हस्ताक्षर गऱ्यौँ दलको प्रतिनिधित्वको कारणले, र अर्को कुरा त्यो सहमतिमा संविधान बन्यो र संविधान बनिसकेपछि फेरि पनि अब कानुन बनाउने कुरामा फेरि अर्को चुनाव भयो होइन। चुनाव भइसकेपछि त्यहाँ गएको हाम्रो सङ्घीय सांसदज्यूहरूले त्यो कानुन बनाउन पर्ने, त्यो कानुन बनाउँदाखेरि पनि हामीले धेरै पटक सुझावहरू दिइरहेका छौँ, तर पनि त्यो कानुन बन्न सकेको छैन। र त्यो कानुन नबनेको कारणले अब यो दलको कुरा अथवा त्यहाँ संसदको कुरा सबै कुराहरू हुन्छ, तर त्यो कानुन चाहिँ बन्न नसकेको कारणले त्यो अवरोध भइरहेको छ। र त्यो कानुन बनाउनको लागि चाहिँ त्यो दलहरूले पनि एउटा हाम्रो जिम्मेवारी हो भनेर त्यसलाई कानुन बनाउनु पर्ने, त्यसलाई कुन प्राथमिकतामा राख्ने हो भन्ने कुरा चाहिँ हाम्रो नेपालको अभ्यास चाहिँ अहिलेसम्म भएको छैन भन्ने मलाई लाग्छ। किनभने हामी त्यहाँ पनि संविधान सभामा पनि पुग्यौँ र हामी सडकमा पनि भयौँ। जति बेला संविधान सभा पहिलो संविधान सभामा हामी सडकमा थियौँ होइन, हामीले यो महिलाका मुद्दा स्थापित गर्नुहोस्, दलितका मुद्दाहरू, सीमान्तकृत होइन मधेसको सबै कुराहरूलाई चाहिँ समेटेर लैजानुपर्छ, हाम्रो जुन नेपालको परिवेश सामाजिक संरचना अनुसार बनाउनुपर्छ भनेर महिला आन्दोलन, दलित आन्दोलन, मधेस आन्दोलन होइन, सीमान्तकृत समुदायको आन्दोलन, सबै आन्दोलनहरूले त्यहाँ उहाँहरूलाई दबाब दियो र त्यसपछि पनि आउन सकेनन् कतिपय मुद्दाहरू, र पछि दलहरूको सहमतिमा यो संविधान आयो, तर आइसकेपछि त्यो कानुन बन्न सकेन। जुन संरक्षित अधिकारहरू छन् भनेको चाहिँ जस्तो संविधान अनुसार राज्यले त्यसपछि बनेको सरकारले कानुन बनाउनु पर्ने, त्यो बनेन, त्यही मुख्य अवरोध। कानुन बन्न सकिरहेको छैन, अझै पनि त्यो कानुन बन्ने क्रम चाहिँ जारी नै छ र अहिले पनि हामीले सुझावहरू दिइरहेका छौँ र 10 वर्षपछि संविधान चाहिँ संशोधन गर्ने भन्ने कुराहरू चाहिँ त्यो उसमा छ। हस्, धन्यवाद छ। म प्रकाश राणाज्यू, अब 33% भन्दा माथि चाहिँ कहिले पुग्ने हो भनेर अहिले फेरि अहिलेको यो 82 को निर्वाचनबाट 34.9% पुग्दो रहेछ। त्यो पनि प्रत्यक्षमा रासोपाको 13 जना, काङ्ग्रेसको 1 जना, 14 जना महिला होइन, टोटल गर्दाखेरिमा 96 जना महिला अहिलेको प्रतिनिधि सभामा प्रतिनिधित्व छ। त्यो हुनाले 33% भन्दा माथि कहिले जाने भन्ने प्रश्नमा उत्तर पर्सन पनि हुनु रहेछ। जेसी बहिनीलाई धन्यवाद छ, अत्यन्तै मिठो प्रश्न सोध्नु भएको छ। 33 होइन, महिला, पिछडेको आदिवासी जनजातिहरू, दलितहरू, मुस्लिमहरूले 100% को दावा गर्नुपर्छ भन्ने पक्षको मान्छे हो म। अब 33 दावा त गर्नुपर्छ, तर मैले एउटा इक्जाम्पल दिन्छु बहिनीलाई। म संसदीय बोर्डमा छु, प्रदेश सरकार, प्रदेशको यहाँ प्रदेशको टिकट बाँड्ने भन्छ। मैले त्यहाँ हाम्रो लेभलबाट उपमहानगरपालिका र महानगरपालिकाको टिकट बाँड्नेमा महत्त्वपूर्ण भूमिकामा म थिएँ। यहाँ हामीले 33वटा पालिका र नगरपालिका र 33 र यो चाहिँ नि प्रदेशभरि 109वटा पालिकामा टिकट बाँड्ने हामीले थियौँ। त्यहाँ हामीले तपाईँ जस्तो अनुहार महिला खोज्यौँ, मेयर लड्ने, उपमेयर लड्ने, पालिका अध्यक्ष लड्ने होइन, त्यहाँ दलित खोल्यौँ, म जस्तै जनजाति खोज्यौँ, मधेसी खोज्यौँ, त्यहाँ पाएनौँ कि। त्यही भएर मैले स्टार्टिङमा मैले भने कतै हामी पछाडि पो छौँ कि, उम्मेदवार पाइएन। त्यस्तो अहिले पनि उम्मेदवार नदेखेको होला नि, तपाईँहरूले नदिएको होला। मैले અહીં स्टार्टिङमा भने नि कतै 5 वर्षको बालिकासँग 20 वर्षको युवा पो दौडाइरहेछौँ कि यो संविधानले त्यही पो गरिरहेछ कि भन्नेतिर खोज्नु पऱ्यो, यो संविधान संशोधन गर्नु पऱ्यो, बस त्यतापट्टि चलाउनु पऱ्यो भन्ने विषय हो मेरो जीसी बहिनीलाई। भनेको उम्मेदवार छैनन् दलहरूमा भनेपछि त त्यो त सङ्कट पर्यो कि छैनन् भनेर त भन्न सकिँदैन। अब त्यहाँसम्म नपुगेको अवस्था हामीले पायौँ। म त पार्टीमा त्यो तल्लो तहबाट सिफारिस गर्नुपर्नेमा त्यो नभएको पनि त हुन सक्यो। आँट्न सकेन नि। अरू दलमा पनि हेरौँ न, सबै दलमा तपाईँ અહીં मात्र लिनु भने कङ्ग्रेसबाट 1 जना मात्र जितेको छ होइन, रासाबाट 14 जना जितेको छ, अरू समानुपातिबाट आएछ भनेर भनिराख्नु भएको छ नि। त्यो उम्मेदवार त्यहाँ योग्य र दक्ष उम्मेदवार नभएर पनि हो, आँट नगरेर पनि हो, हिम्मत नबढेर पनि हो, त्यतातिर हामी सोचिरहेको छैनौँ। हामीले 50% मागिरहेछौँ, 33% मागिरहेछौँ। त्यो कतै हामी त्यहाँनिर छोड्यौँ कि होइन। मैले भने जस्तै 5 वर्षको बालकसँग हामी 20 वर्षको युवा दौडाइरहेछौँ कि यो राजनीतिक समावेशीको नाममा। यो यहाँनिर डिफेक्ट छ, यहाँनिर खोजी गरौँ, रुट कज के हो भन्नेतिर हामी लाग्नुपर्छ भन्ने मलाई लाग्छ। हस्, तपाईँले भनेको कुरा एउटा नयाँ बहसको थालनी पनि होस् भन्ने हो, तपाईँहरूले पनि थाल्नुहोस्। म बाबुराम विश्वकर्माज्यूतर्फ जान चाहन्छु। साँच्चीकै त्यो योग्य र अयोग्य वा चुनाव लड्नको निम्ति त पैसा चाहियो नि त, फेरि
पहुँच पनि चाहियो टिकट ल्याउनलाई, पैसा पनि चाहियो, अनि अघि जोडिएको चाहिँ अनेक खालका दृष्टिकोणहरू होला नि। महिला उठ्दाखेरिमा महिलालाई किन भोट दिने भन्ने होला, दलित उठ्दा त्यो होला। यस्तो चिजमा चाहिँ केले बढी काम गर्दो रहेछ बाबुरामजी टिकट पाउने सवालमा? अब टिकट पाउने कुरा त धेरै माथिको हाई लेभलको कुरा भयो के विनोदजी। अहिले जातीय विभेद गर्नुहुन्न भनेर संयुक्त राष्ट्रसङ्घको महासन्धि 1965 मा गरेको चिजलाई नेपालले 36 वर्षपछि करिब 36 वर्षपछि 2000 भनौँ न 1961 मा 71 मा अनुमोदन गरेको 36 वर्षपछि 63 साल जेठ 21 गते बल्ल विभेद गर्नुहुन्न, छुवाछुत मुक्त गर्नुहुन्न भन्ने 36 वर्ष 4 दशक करिब लाग्छ भने यो देशमा अब अरू त धेरै कुरा छोड्नुहोस् न। विभेद छुवाछुत गर्नुहुन्न मात्रै भनेर नेपालले एक्सेप्ट गरेको महासन्धिलाई ग्रहण गर्न 36 वर्ष चान्चुन लाग्छ भने अब यो धेरै कुराहरू कुरामा कागजमा लेखेर के गर्नुहुन्छ र भने व्यवहारमा केही छैन। मैले अघि भनिसकेँ त, चिल्ला स्ट्राटेजीको मोडल चेन्ज भएको छ। अब गर्ने उपाय केही छैन। विभेद गरेको छु भनेर तपाईँको चाहिँ प्रत्यक्ष रूपमा सामाजिक ठाउँमा त नगर्ला, तर खास ठाउँमा चोट पुग्ने गरी विभेद गरेपछि के लाग्छ विनोदजी? त्यसैले तपाईँ त नेता हो नि त, नेताले त त्यसलाई सङ्घर्ष गरेर छिर्नु पर्यो नि त। अब मैले चाहिँ भोगेका कुरा त यहाँ नेताबाटै विभिन्न पार्टी जुनसुकै पार्टी गफ नगरौँ, क्रान्तिकारी म हुँ, देशको क्रान्तिकारी 1 नम्बर भनेर भन्ने पार्टीहरूका उदाहरण मसँग छन्। समयले भ्याउँदैन तपाईँलाई कसले विभेद गर कहाँ गरौँ भनेर भन्ने कुरा होइन। भनेपछि दलित समुदायलाई यो जातीय छुवाछुत वा विभेद नै प्रमुख अवरोध हो। अब छुवाछुत को नाममा एक हिसाबले जातीय कलङ्क, जातीय भेदभाव भनेको के? यो समुदाय तिम्रो जहाँ छौ त्यही बस्दा भइहाल्यो नि, हामी छौँ, हामी चलाइरहेछौँ। एकचोटि मैले भने नि, मैले तपाईँलाई सेक्रिफाइस मोडलै एप्लाई गर्नुपर्छ कि एकचोटि स्वाट राज्य सत्ता चलाइरहेका समुदाय रेस्ट गरेर एकचोटि जनजाति र पछाडि परेको समुदायलाई त्यो देश एकचोटि 2-4 वर्ष हाँक्न दिएर हेरौँ न भनेर भन्दा कस्तो हुन्थ्यो होला। म त त्यो सपना देखिरहेको छु। कसले दिन्छ त नि भनेको होइन, त्यो सपना कसले? त्यही हो, यस्तै भाइ बहिनीहरू जस्तै लिएर यो सबै एकजुट भएपछि हुने रहेछ जस्तो पो लाग्न लाग्यो त अहिले त। सबै देश कलेजभरि देशभरिका चाहिँ विद्यार्थी होनार युवाहरूले यो मोडल ल्याए हुन्थ्यो भन्ने लाग्ने। अब कति सम्भव छ हुन्न भन्दा गाह्रो छ विनोदजी। जति नेता हो तपाईँ के छ भनिराख्नु भएको छ, म त्यहाँभित्र छिर त्यहाँको पीडा त मैले भोगिरहेको छु नि। देशभरिबाट एउटाले प्रत्यक्ष चुनाव हुन्छ, राज्यले मन्त्री दिन हिचकिचाइरहेको छ, त्यो त सत्य हो। म नाम भन्नु परेन होला, तपाईँलाई सबै थाहा छ। अहिले त अनि एकजना मैले भने नि त्यो देखाउनको लागि एउटा यस्तो हेर्नुहोस् त 18 जना चाहिँ 20 जना चाहिँ तपाईँको चाहिँ राजदूतहरू नियुक्ति गर्दा एकजना झुकिएर कता झुकिएर बाध्यतावश पारिरहेको छ। उदाहरणको कुरा गरेँ, एउटा देखाउनको लागि दलित आयोग भन्ने गठन गरिरहेको छ। भयभरका हजारौँ दलित मध्ये लाखौँ दलित मध्ये लडाएर तिम्रो त्यही यो भाग त्यहाँ गर भन्ने केही मान्छेलाई त्यहाँ देखाउन राखिएको छ। यसरी चल्दैन भन्ने मैले हजुरलाई चाहिँ तपाईँ पार्टीको नेता भएको हुनाले चाहिँ पार्टीभित्र पनि समावेशिता लागू गर्नु पर्यो नि त। राज्यले गरेन तर पार्टीभित्र पदाधिकारी तपाईँ कहिले हुने? पार्टीभित्रको सङ्घर्ष कायम रहन्छ विनोदजी। अब मैले भनौँ अब 25 जनाको त्यो सेन्ट्रल कमिटीको केन्द्रीय लेखा आयोगमा चुनाव कति दमदार भयो होला तपाईँ कल्पना गरौँ। म त्यहाँ खुल्लाबाट लड्यो, त्यहाँ कुनै त्यो जात यो भनेर त्यहाँ छुट्याइएको छैन, खुल्लाबाट लड्नु पर्यो। उदाहरणको कुरा गरेँ। अब केन्द्रीय कमिटीमा भन्नुहुन्छ भने अब यहाँ मसँग डेटा छ विनोदजी। मैले सट्ट तपाईँले मलाई 1 मिनट समय दिनुभयो भने पिक्चर मैले के देखाउँछु भनेदेखि नेपाली काङ्ग्रेसमा करिब 9 जना देखियो, एमालेमा 300 को सङ्ख्यामा 12, अनि अब नेपाली कम्युनिस्टको चाहिँ हेर्दाखेरि के छ भने हजारौँको सङ्ख्यामा छ। त्यो चाहिँ फाइन्ड आउट गर्न गाह्रो छ। अब त्यहाँको लिस्ट नै बाहिर हालेको छैन उसले कति छ भनेर। हेर्नुहोस् है, अब यस्तै हो भने हिजोको राष्ट्रिय स्वतन्त्र पार्टीको तपाईँ हेर्नु भएको छ के गरेछ? 9 वटा सिट सिट्टा छ। कति छ? 4045 चाहिँ प्रतिनिधि छन् देशभरबाट, 9 जना सेन्ट्रल कमिटीमा राख्ने भनेको छ। अनि 19 जनाको पदाधिकारी कमिटीमा 1 जना अटाउन सक्यो त। देशको जल्दा पर्दा यस्ता युवा देश बनाउँछु भनेर आगो लाएर देश बनाउँछु भनेर आएको ठाउँमा कतिजना पदाधिकारी 17 जना खास नियुक्तिमा 1 जना रह्यो, कोही छैन। मैले देखाएको छैन मेरो आँखाले। सबै पार्टीले राख्ने हिम्मत गर्नु पर्यो भन्ने हो कि कसैले राख्नै कन्जुसाइ गरिरहेको छ त। दाइलाई मैले आदरणीय दाइलाई नेपाली काङ्ग्रेस यत्रो सशक्त पार्टी छ, दाइलाई पनि अनुरोध गरेँ, त्यहाँ पनि प्रयास त भएकै होला, खै त है भनेको सकिएन। यसको अर्थ एमालेमा होइन, सङ्घर्ष गरिरहेछन्, जारी छ, तर त्यो परिणाम आएको छैन भन्ने कुरा हो। हस् धन्यवाद छ। म फेरि प्रश्न लिन्छु। मेरो नाम चाहिँ रुद्र खनाल। यो समावेशिताको कुराहरू आउँदै गर्दाखेरि चाहिँ मैले भन्न चाहेको के चाहिँ भन्दाखेरि म चाहिँ ट्राभल रिलेटेड मान्छे, धेरै इन्टरनेसनल फ्लाइट टिकटहरू बनाइरहेको हुन्छु। त्यो बनाइरहँदाखेरि अहिले जति पनि विद्यार्थीहरू बाहिर जाँदै हुनुहुन्छ उहाँहरूको चाहिँ एउटा के छ भन्दाखेरि आफ्नो
यो दलिततिरको कुरा गरौँ, आफ्नो वास्तविक थर त्यो पहिचान लुकाएर फ्लाइट टिकट अथवा पासपोर्टमा चाहिँ उहाँहरूले नयाँ थर थप्नुपर्ने आवश्यकता यो के हो? उहाँहरूले आफ्नो वास्तविक थर चाहिँ किन लुकाउन खोज्नु भएको? नमस्कार, मेरो नाम मनिषा यादव र म पहिलो पाइला नेपालबाट। मेरो प्रश्न चाहिँ हाम्रो बाबुराम विक सरसँग छ। उहाँले भन्नुभयो दलितहरू धेरै पछाडिएको छ। उहाँले अघि एउटा कुरा पनि भन्नुभयो, अब हामीले चान्स पाइँदैन, हामीलाई 2टा सिटमा मात्रै लड्ने गरिन्छ भनेर। म एउटा हेल्थ साइन्सको विद्यार्थी हो र मैले सिई इक्जाम दिएको। त्यसमा चाहिँ के छ भने हाम्रो सबै समुदायको लागि छुट्टा छुट्टै कोटा पनि छ र प्लस खुल्ला पनि छ। त्यहाँ चाहिँ फेरि सबै दलित समुदायहरूले किन खुल्लामा लड्नुहुन्न त? त्यहाँ त खुल्लामा लडे पनि त स्कलरसिप पाउनुहुन्छ नि। उहाँहरूले चाहिँ त्यति बेला चाहिँ म दलित नै समुदायबाट जान्छु भनेर चाहिँ किन त्यो कोटा खोज्ने त? यहाँहरूको अब यो चाहिँ आरक्षणको विषयतिरको बहस भन्दा नि राजनीतिमा समावेशिताको विषयमै प्रश्न गर्नु होला। यसको जवाफ दिइहालौँ। कस्तो राम्रो प्रश्न गर्नुभएको छ सिस्टर बहिनी। उठाउनु त पऱ्यो नि, जग उठाउनु पऱ्यो नि बहिनी। जग उठाउनका लागि सबै यस्तै नहुने भएर यो विभेदको रूप तपाईँहरूले बहिनी भाइ बहिनीहरूले बुझ्नुहुन्छ होला, नबुझ आउनुहोस्। हामी भोगिरहेको छौँ, हामीलाई थाहा छ। मेरो छोरालाई स्कुलमा के भन्यो भने बाबा सबैले आफ्नो पहिचान झल्कने ड्रेस ल्याउनुहोस् भन्छ, सुनार विश्वकर्मा, हाम्रो के ड्रेस छ भनेर मलाई जिज्ञासा गर्यो। 7 कक्षामा पढ्दा मैले के एन्सर दिने? म माविको प्रभाव भएर निस्केर रिटायर भएको मान्छे, मैले उसलाई के एन्सर दिन सक्छु? मसँग उत्तर छैन। हामी एउटै हो, ब्राह्मण समुदायको र क्षेत्रीय समुदायको नस्ल र त्यो छुट्टै हो, कामको रूपमा विभाजनको त्यही ड्रेस लाउने भन्दा म कन्भिन्स गर्न सक्दिनँ। मगरको चौधरीको सबै कुरोको फरक छ। यो कथा व्यथा धेरै छ हेर्नुहोस्। त्यसैले मैले यहाँनिर के भनेको भने खुल्लाबाट लडेको, खुल्लाबाट सबै जान्छन्, देशभरका योग्य छैनन्, त्यो नहुन सक्छ। त्यस कारणले पनि त्यो तिनीहरूलाई समेट्नका लागि केही न केही सुविधा दिनुपर्छ, मेरो मान्यता। तिमीहरूको भाग त्यही हो, त्यही भाग खाऊ भनेर भागमा रुमली दिने र त्यही चाहिँ अलमलाइदिने जुन परिपाटी डेभलप भइरहेछ त्यो चाहिँ दुःखद छ। अब अर्को एक कस्तो मार्मिक कुरा गर्नुभयो एकजना साथी उहाँले, किन तपाईँ थर, म ट्राभलमा 1000 हो थर परिवर्तन। ए बाबा बाध्यता बुझिदिनुहोस् न, मान्छेको बाध्यता। तपाईँलाई मैले एक उदाहरण दिन्छु, अन्त किन टाढा जानुहुन्छ? यो मसँग त थुप्रो आज बहस होला थुप्रै भन्दा मैले के उदाहरण दिन्छु भने यो माघ 9 गते कञ्चनपुरको एउटा शिक्षक गाजीराम सार्की भन्ने सरकारी स्कुलको थाई शिक्षकलाई त्यहाँको व्यवस्थापन समितिको अध्यक्षले सरस्वती पूजामा बहिष्कार गरेर रुँदै गरेको तपाईँले पिक्चर देख्नुहुन्न? देख्नुहुन्न? अपवाद होइन, धेरै कुराहरू एक्जाम्पल छ। अर्कै त्यस्तै कुराहरू यहाँ कोठा नपाएर हिजो एकजना बहिनी रुँदै चाहिँ ब्यानर लिएर म कोठा पाइन, जात थाहा पाएर मलाई हटायो भन्ने पीडा सुन्नुहुन्न? अरूको किन कुरा गर्नुहुन्छ? म यहाँ बुटोलमा मास्टर डिग्री क्लास थिएन, जागिरबाट 6 महिना चाहिँ म क्लास, मेरो एक्जाम्पल दिउँ न, 6 महिना बिदा लिएर काठमाडौँ गएँ, कीर्तिपुर कोठा खोज्छु, हेर्नुहोस् के जाँदो भनेर सोच्छ हेर्नुहोस्। अब सिधा भनौँ म सुनार विश्वकर्मा भनौँ, बस्न छैन, पढ्न पाइन्न, 2-4 महिना 4-6 महिनाको बिदासम्म अब यहाँ साँचो बोलेर कोठा नपाइनु भयो भनेर म चाहिँ त्यहाँ ढाँटेर 6 महिना कोठा लिएर बसेर पढेर आएको छु कि अरूको किन एक्जाम्पल कुरा आउनुहुन्छ? खालि ढाँट्छौ तिमीहरू के हो भनेर किन जिज्ञासा गर्नुहुन्छ महोदय? सबैमा आफ्नो थर प्रयोग गरौँ, अगाडि बढौँ। तपाईँले भनेको कुरामा अलिकति पूरक मात्रै म जोड्न चाहेँ। खासमा चाहिँ यो थर गोत्रको आधारमा चाहिँ नागरिकता दिने भनेको उहाँको आफ्नै थर हुन्छ भनेको उहाँले थर ढाँटेको होइन कि थर खोजेको मात्रै हो। यो चाहिँ उहाँले नबुझ्न पाउनुभयो नि त। जस्तो दलितभित्रको एउटा दमाई जाति छ भने उसको परियार भन्ने कमन थर हो, त्यो बाहेकहरू त वंश एउटै हो, खस आर्य हो नि त। खस आर्य भएको कारणले खस आर्यहरूको वंश के हुन्छ? त्यो ब्राह्मण क्षेत्रीबाट जात खसाउने गरेको कारणले आजको दलित जो भनिएको छ उनीहरू जात खसाइएर बनेको, क्षेत्रीबाट खसाइयो, कोही बाहुनबाट खसाइयो। बाहुनहरूको थर सबैको बाहुन त हुँदैन, सापकोटा भन्ने थर सबैको सापकोटा हुन्छ? हुँदैन। त्यो कमन थर हो, उनीहरूले आफ्नो थर खोज्दै जाँदा थर लेखिएको हो भन्ने कुरा। हस् हस् हस्, धन्यवाद छ। म फेरि प्रश्न लिन्छु। सम्पूर्णमा नमस्ते, मेरो नाम गौरव खनाल। जस्तो यहाँ काङ्ग्रेसबाट हुनुहुन्छ, एमालेबाट हुनुहुन्छ, माओवादीबाट हुनुहुन्छ, जस्तो हजुरहरूमा यो ब्राह्मीणहरू हुनुहुन्छ सबैजना नेताहरू, उहाँहरू टोपी लाउनेलाई सोध्नु भएको छ तपाईँको घरमा कति दलितले आएर खाना खानु भएको छ भनेर सोध्नु भएको छ? र कतिजनालाई बिहेमा निम्तो गरेर पूजामा निम्तो गरेर खुवाउनु भएको छ भनेर सोध्नु भएको छ? एकचोटि सोध्नुभयो भने अभियान यो तपाईँहरूबाटै सुरु गर्नुभयो भने तल्लो लेभलमा जाँदाखेरि अझै बेटर हुन्थ्यो। उम्मेदवार भेटिएन भनेर हाम्रो प्रकाश सरले भन्नुहुन्छ, उहाँलाई मैले विगत धेरै वर्ष पहिलादेखि चिन्छु, उहाँ सम्मान पनि गर्छु। कस्तो छ भने यो राजनीतिक पाटो कस्तो छ भने म अहिलेसम्म कुनै पार्टीको पनि सदस्य छैन र आस्था पनि मेरा बाबै भनेर कसैलाई राख्दैन। व्यक्तिगत रूपमा केही भलादिम मान्छेहरूसँग राम्रो सम्बन्ध छ, त्यो आफ्नो ठाउँमा छ।
यो देशका नागरिक माओवादी नि हुन्, काङ्ग्रेस पनि हुन्, एमाले पनि हुन्, देश चाहिँ सबैको साझा हो भनेर चाहिँ यो सर्कुलेट गर्न तपाईँहरूले सक्नु भएन र यो सर्कुलेट नहुँदाखेरि समस्या हामीमा आइसक्यो। माओवादी काङ्ग्रेस एमालेहरूमा एउटा ठुलो दम्ब पनि छ। गाउँमा जानुहुन्न उहाँहरू, अनि बाहिर हिँड्नुहुन्छ, अनि सर्वेक्षण गरेर पठाउनुहुन्छ कहाँ के छ माहौल भन्नुहुन्छ, अनि माथिल्लो लेभलका नेताहरू जसले 50 लाख रुपियाँ दिन सक्छ उसलाई मेयर टिकट बाँड्नुहुन्छ अनि हल्ला छ त। प्रमाणित केही कुरा नहोलान्। अनि गौरव खनाल जस्ता मान्छे नि त छन् नि आज सामान्य मान्छे देख्नुभयो कसैले। आज पनि 3टा संस्था 2टा संस्थामा सचिव खाएर अहिले एउटा संस्था हाँकिराखेको छु मैले। यो नेताहरू चाहिँ प्राय रातो कार्पेटमै हिँड्ने अनि चाहिँ पुरै एसी लाएको गाडीमा मस्त हिँड्ने बानी छ नि होइन। अब त्यो चाहिँ हामी साइकलमा हिँड्नेलाई थाहा हुन्छ नि त समस्या त कहाँ हो भन्ने कुरा त होइन। गौरवजी तपाईँ मेरो गाउँको मान्छे पनि हो, तपाईँको जिल्लाकै मान्छे हो म। 2 जना गौरव खनालजीले एकै आशयको कुरा राख्नु भएको छ। मैले ठ्याक्कै पाइएन भन्ने आशयमा तपाईँले जसरी भन्नुभएको छ, तपाईँले पनि बुझ्नु भएको छ यो कुरा, हामी सबैले बुझेका छौँ। तर तपाईँले बुझाउनु पर्यो फेरि नम्बरी त्यो राखेको कुरा हो। मलाई के लाग्छ भने ब्याचलर पढेको हामी र 10 क्लास पास गरेको विद्यार्थीले एउटै क्वेसन देऊ कि भन्ने लाग्छ नेपालको संविधानको यो चुनावको हिसाबमा। तपाईँले अहिले त्यति बुझ्नुहोस्। नेपाली काङ्ग्रेसले लिडरसिप एकाडेमी खोलेको छ, त्यहाँ हामीले तालिम दिन्छौँ, लिडरसिपहरूलाई उत्पादन गर्छौँ। त्यसपछि हामी प्री इलेक्सनमा लान्छौँ। मैले तपाईँ गौरव जस्ता युवा साथीहरूलाई हाम्रो काङ्ग्रेसमा स्वागत गर्छु, अनि त्यहाँबाट उत्पादन गरेर तपाईँ जस्तालाई विभिन्न प्रदेश सरकार तपाईँले स्वागत गर्ने कुरा त भयो, तर त्यहाँ आउनु त पर्यो नि, आउँ लाग्ने पार्टी बनाउनु पर्यो नि पहिला। उम्मेदवार चाहिँ लिने हामीले अपेक्षा गरेका छौँ। गौरवजी तपाईँलाई मैले खोज्छु यस सन्दर्भमा। अब पार्टीमा तपाईँहरूले बोल्न सक्नु भएन, पार्टीमा आवाज उठाउन सक्नु भएन भन्नुहुन्छ। यो लोकतन्त्रमा 51% को आवाज मान्ने हुन्छ। चुनावमा पनि 51% भए चुनाव बसेर त्यसको मान्ने हुन पाइन्छ, मन्त्री हुन पाइन्छ भन्ने छ नि। अब हाम्रो दलित जनजाति मुस्लिम मधेसीहरूको आवाज हरेक दलमा त्यो सङ्ख्या नपुगेको भएर हामीले चाहिँ हाम्रो दलभित्र त्यसको हामी लडाइँमा छौँ। कुनै बेला त्यो आउला हाम्रो पनि त्यो ठाउँमा त्यहाँको सभापति हुने, अध्यक्ष हुने, प्रधानमन्त्री हुने अथवा सभामुख हुने त्यो बेला आउला। यहाँ चाहिँ यसरी बुझौँ प्रकाशजी। अब तपाईँ बुटवलमा हुनुहुन्छ, तपाईँ प्रदेशको एउटा जिम्मेवार नेता र तपाईँ प्रभावशाली नेता पनि हो, टिकटै ल्याउन सक्ने नेता पनि हो। जस्तो बुटवलमा अब आउने त स्थानीय तहको निर्वाचन हो, त्यसमा महिलालाई मेयर बनाउन सकिन्छ, दलितलाई उपमेयर बनाउन सकिन्छ, बनाइन्छ भनेर भन्न सक्नुहुन्छ? सक्छौँ हामी। अहिले मात्रै यो बुटवलमा विशेष गरी दलित र जनजातिहरूको बाहुल्यता भएको ठाउँ हो। यसमा चाहिँ हामी बहस गर्न सक्छौँ महिलाको सन्दर्भ। महिला चाहिँ यहाँ 60% महिला छ। जस्तो अब म टिका ओली ज्यूतर्फ आउँछु, महिला भन्ने बित्तिकै होइन उपाध्यक्ष महिलाको पद जस्तो, उपप्रमुख महिलाको पद जस्तो भनेको त संविधानले के भन्दा प्रमुख र उपप्रमुखमध्ये एउटा पद फरक लिङ्गको हुनु पर्यो। त्यो प्रमुख हुनु पर्यो भनेको पनि त हो नि। प्रमुखमा लड्न कतिको चुनौती छ भन्नुहोस् त। उहाँले त हामीले उठाउन सक्छौँ भन्नुभएको छ प्रकाशजीले। नेकपाले सक्छ कि सक्दैन? सक्छ, नेकपाले पनि नसक्ने कुरा होइन। तर यहाँ अघि हाम्रो गौरव खनालले कुरा उठाउनु भएको थियो नि, अब यो जुन कुरा हाम्रो प्रकाश दाइले उत्तर पनि दिनुभयो, अघि भन्दै गर्दा पनि उम्मेदवार नपाउनेका कुराहरू र अहिले हजुरले क्वेसन गर्दै गर्दासम्म आउँदाखेरि चाहिँ खास गरी हाम्रो निर्वाचन प्रणाली जुन प्रकारको संहिता देशमा लागू भयो, संहिता देशमा लागू भइसकेपछि चाहिँ निर्वाचन प्रणाली जुन प्रकारको लागू भएको संहिता भनेको के हो भने सबै वर्गको समावेशीकरण हुन पर्यो भन्ने अर्थमा त्यो भनेको संहिता हो। भनेपछि हाम्रो अब निर्वाचन प्रणाली कस्तो भइदियो भने अत्यन्तै एकदम पुँजीवादी व्यवस्थाको के अरे निर्वाचन प्रणाली भयो। यो बिचमा चाहिँ यो कन्ट्राडिक्सनका कारणले गर्दा पनि हाम्रो जुन प्रकारको संविधानले बोलेका कुराहरू छन् त्यो कार्यान्वयन गर्ने कुराहरूमा चुनौती बनेर आयो होइन। पार्टीभित्र बहस गर्ने कुरा महिलाहरू उपप्रमुख मात्रै होइन, उपप्रमुख मात्रै सीमित होइन कि प्रमुख पनि लड्नुपर्छ भन्ने प्रकारको जुन महिलाहरू अगाडि बढ्नुहुन्छ। तर यो निर्वाचन प्रणाली जुन प्रकारको एकदमै के बढी मूल्य चुकाउनु पर्ने खालको जुन निर्वाचन प्रणाली छ त्यो कारणले गर्दाखेरि टिकट लिने कुराहरूमा पनि महिलाहरू जुन प्रकारको क्षमता छ नि त्यो क्षमता देखाउनलाई त्यो केही बाधकहरूले गर्दाखेरि त्यो मुख्य कुरा उहाँले भने जस्तै पैसा बाधक हुन सक्छ। एकदम मलाई त्यस्तो लाग्छ है। अब त्यो नहुन सक्छ समग्रतामा मलाई थाहा छैन, तर मलाई चाहिँ त्यस्तो लाग्छ। किन भन्दा महिलाहरू
हिजो पनि हामी 10 वर्ष जनयुद्धमा पढ्दै होइन अब त्यति बेलाको आवश्यकतालाई हामी जनयुद्धमा लाग्यौँ, गोली खायौँ, अब घाइते भयौँ होइन। अब अहिले अब पछिल्लो चरणमा पनि हामी पार्टी सङ्गठन भनेर हामी एकदम प्रतिबद्ध भएर लागिरहेका छौँ। अब आर्थिक अवस्था आर्थिक एकदम पुँजी कमाउने कुरामा नै हामी अब त्यति धेरै अब पहिलेदेखि नै लागि परेनौँ। अब सामान्य अब पेसा व्यवसायमा संलग्न हुने कुरा आफ्नो ठाउँमा छ, तर जुन प्रकारको निर्वाचन प्रणालीमा चुनाव जतिखेर आउँछ त्यहाँ टिकट बाँड्दाखेरि अघि कसले भनेको पनि अब सुनेको थिएँ मैले, त्यहाँ एकदम पैसाकै बढी अब जुन प्रकारको चलखेल भइराखेको हुन्छ नि, अब त्यसमा चाहिँ जो एकदम इमान्दार पार्टीप्रति प्रतिबद्ध हुने, चाहे महिला होस् पुरुष होस् चाहे जुनसुकै वर्गको कार्यकर्ता नै किन नहोस्, त्यो इमान्दार पार्टीप्रति वफादार छ भने त्यो त्यति धेरै आर्थिकमा एकदम जसरी भए पनि मैले टिकटै लिन्छु भनेर टिकटकै लागि दौडधुप गर्न हिम्मत गर्दैन के। किन भन्दा त्यसले भोलि त्यो टिकट जति पैसा खर्च गरेर मैले टिकट लिन्छु, भोलि म विभिन्न स्रोतबाट त्यो पुरा गर्छु भन्ने पनि उसले त्यो मानसिकता गराउँदैन त्यो वफादार मान्छेले। त्यो भएको कारणले गर्दाखेरि पनि महिलाहरू प्रायः जसो फेरि एकदम इमान्दार हुने, मैले फेरि पुरुषहरूलाई बेमान भन्न खोजेको त होइन, तुलनात्मक रूपमा चाहिँ महिलाहरू इमान्दार हुन्छन् क्या। त्यो कारणले गर्दाखेरि पनि अब टिकटै त्यो मेरै लडेर भए पनि अब यत्रो खर्च गरेर त्यहाँ जाऊ, अब भोलि पर्सि अब त्यो कसरी अब पूर्ति गर्ने त भन्ने अब त्यतातिर सोच्न थाल्छन् क्या। त्यो कारणले गर्दाखेरि पनि कि त अब एकदम पहुँचमै हुन पर्यो होइन। अब पैसा नहुने चुनाव लड्न सकिँदैन, अहिलेको कन्टेन्समा सकिँदैन। त्यो निर्वाचन प्रणाली कि त चेन्ज हुँदै जानु पर्यो, अहिलेको कन्टेन्समा चाहिँ सकिन्न, मलाई त्यस्तो लाग्छ है। अब तपाईँले भने जस्तै त्यो योग्यताको एउटा प्रमुख आधार चाहिँ पैसा पनि हुने हिसाबले त्यो महिलाहरूले आफ्नो योग्यता भनेको चाहिँ खास राजनीतिमा वा त्यो प्रमुख पदका लागि त उसको चरित्र होला, उसको क्षमता होला, उसले काम गर्ने कार्यशैली होला, जनतासँग भिज्ने कुरा होला, तर पैसा प्रमुख भयो भनेर यहाँले भन्नुभएको छ। अबको चुनावमा त्यस्तो नहोस् भन्ने हाम्रो चाहना छ। अब केही प्रश्नहरू लिन्छु म। मेरो नाम सन्तोष बन्जाडे, घर चाहिँ मेरो अर्घाखाँची। मैले सबैजनालाई एकमुष्ट क्वेसन सोध्न चाहन्छु। राजनीतिमा समावेशीको कुरा धेरै हुन्छन्, तर निर्माण गर्ने तह र नेतृत्वमा अझै पनि सीमित समुदायको पहुँच किन देखिन्छ? समावेशिता नारामा मात्रै कि व्यवहारमा लागू गर्ने स्पष्ट योजना पनि यहाँहरूसँग छ? कृपया यसको सठिक रूपमा उत्तर दिनुहोला, धन्यवाद। मेरो नाम सन्ध्या घट्टी मगर, म नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक विद्यालयमा कक्षा 12मा कानुन विषय अध्ययन गर्ने विद्यार्थी हुँ। मैले हजुरहरूले जस्तो धेरै त देखेको छैन, सानै छु, अहिले थोरै बुझिरहेको छु, र जतिसम्म मैले बुझिरहेको छु संविधानको कुरा गर्दाखेरि अहिले हाम्रो जस्तै संविधानको कुरा कन्स्टिट्युसनको कुरा गर्नुभयो, र हाम्रो फन्डामेन्टल राइट्स भनौँ वा कन्स्टिट्युसनको आर्टिकल 10मा चाहिँ राइट टु सिटिजनसिप भनेको छ, नागरिकता पाउने हक लेखिएको छ नि। ल पुरुषले पाउँछ, महिलाले नि पाउँछ, र त्यसपछि हाम्रो रहन्छ ट्रान्सजेन्डर भनौँ है, ट्रान्सजेन्डर भन्ने हुन्छ। ट्रान्सजेन्डरलाई अझै पनि सिटिजनसिप पाउन धेरै गाह्रो छ। किन त? गर्ल्सले पाउने, बोइजले पाउने, ट्रान्सजेन्डरले किन नपाउने? त्यो पनि त राइट टु फन्डामेन्टल राइट्स भन्दा जाँदाखेरि उसको राइट्समा पर्छ नि त, राइट टु फ्रिडम छ उसलाई पनि, किन नपाउने? यो मेरो प्रश्न रहेको छ। धन्यवाद। हस्, धन्यवाद सर। अरू कसैको केही प्रश्न छ भने हामी एउटा प्रश्न लिन्छौँ। सायद यति नै हो। म यसको जवाफ म संविधान सभा सदस्यज्यू तपाईँबाट लिन चाहन्छु। यो संहिताको सवालमा उहाँले सोध्नु भएको छ। अर्को भनेको चाहिँ राजनीतिमा हाम्रो सन्तोषजीले यो चाहिँ समावेशिताको कुरालाई चाहिँ कसरी समुदायको पहुँच पुर्याउन सकिएला भन्ने प्रश्न गर्नुभएको छ। धन्यवाद प्रश्नको लागि। म सन्ध्याजी र सन्तोषजीलाई यो जुन समावेशिताको कुरा गरिरहँदाखेरि अब यो समावेशिताकै लागि नै यो संविधानमै मैले अघि पनि भनिसकेँ, प्रस्तावनामै उल्लेख गरिएको छ। यहाँले प्रस्तावनै हेर्नुभयो भने त्यसमा प्रष्ट छ होइन। अब धर्मनिरपेक्षता कुरा, सङ्घीयताका कुरा, यो सङ्घीयता नै किन भन्ने कुरा, यो ठुलो बहस चाहिँ चलिरहेको छ, चल्दै आइरहेको छ र भोलि पनि चल्न सक्छ, र यो अहिले पनि चलिरहेको छ। र जुन समावेशी कसका लागि किन र भन्ने कुराहरू पनि आइरहेको छ होइन। समावेशी कसका लागि भन्ने अघि यहाँ धेरै कुराहरू सुन्नुभएको छ, यहाँहरूले पढ्नु भएको पनि छ होइन। समावेशिता के का लागि भन्ने पनि छ। त्यसले गर्दाखेरि यो समावेशी, यो लोकतन्त्र, यो गणतन्त्र, यो धर्मनिरपेक्षता, सङ्घीयताका कुरा गरिरहँदाखेरि यही समावेशिताका कुराहरू पनि जोडेर आउँछन्, र जसले गर्दा संविधानमै उल्लेख भएका कुराहरूलाई कार्यान्वयनको तर्फतिर बिस्तारै हामीले चाहिँ अलिकति फास्ट ट्र्याकमा जानुपर्छ कि भन्ने हो। तर बिस्तारै जाँदाखेरि चाहिँ फेरि त्यो समावेशिता नभएर त्यसले चाहिँ अर्को मोड ल्याएको छ। र अर्को कुरा
हाम्रो सन्ध्याजीले जुन कुरा राख्नु भएको छ सङ्घीयता खारेजी के भनेर, अब केही राजनीतिक दलहरूले यसलाई पहिल्यैदेखि संविधान बनाउँदा नै यो व्यवस्था चाहिँ हाम्रो नेपाल सुहाउँदो छैन भन्ने कुराहरू आएको थियो होइन। केही दलले फेरि जुन समुदाय अहिलेसम्म राज्यको माथिल्लो तहमा पुग्न सकेको छैन त्यसको लागि चाहिँ सङ्घीयताबाट जानुपर्छ, विकासको लागि, सामाजिक न्यायको लागि हरेक क्षेत्रमा चाहिँ जानुपर्छ भन्ने कुरा भयो। जब हामी संरचनामै पर्दैनौँ भने त्यसले चाहिँ माथि गएर अर्को नयाँ रूप लिन चाहिँ सक्दैन। त्यसैले संरचनै हाम्रो मेन प्रक्रिया नै अगाडि बढाउनुपर्छ र प्रक्रियाबाट जानुपर्छ भन्ने छ। र यो खारेजीको कुरामा चाहिँ अब राजनीतिक दलका आफ्ना छन्। हामी अब मेरो व्यक्तिगत रूपमा भन्नुहुन्छ भने म समावेशिताको कुरा गर्छु, म त्यो समुदायको प्रतिनिधित्व गर्छु जुन समुदाय आज पनि राज्यको मूल प्रवाहीकरणमा आएको छैन। र म एउटा व्यक्तिले म आफूले पनि भोगेका कुराहरू धेरै छन्। यहाँ एकछिन बसेर हाम्रो बहस हुँदैन होइन। अब त्यसले गर्दाखेरि बहस हुन सक्दैन। त्यसले गर्दाखेरि उहाँले भनेको चाहिँ यो खारेज हुन सक्दैन यो खारेजीको कुरा चाहिँ अर्को नागरिकताको कुरा गर्नुभएको छ। नागरिकताको कुरामा अघि यहाँ थर किन भनेको छ, हाम्रो 2058 सालमै गृह मन्त्रालयले सर्कुलेट गरेको छ जसले आफ्नो थरबाट नागरिकता निकाल्न पाउँछ, जान्छ भने त्यसलाई चाहिँ दिनु भनेर उ गरिरहेको छ। तर यहाँ के छ त भने त्यो कार्यान्वयन गर्ने ठाउँका व्यक्तिहरूको मानसिकता अझै परिवर्तन हुन सकेको छैन। हामीले भौतिक परिवर्तन गऱ्यौँ, सामाजिक परिवर्तन भयो भन्यौँ, देशमा राजा फालिम भन्ने भयो, तर पनि अझै पनि त्यो कार्यान्वयन गर्ने ठाउँका व्यक्तिहरूको मानसिकतामा परिवर्तन भएको छैन। जबसम्म त्यो मानसिकता परिवर्तन हुँदैन तबसम्म हामीले खोजे जस्तो यो सामाजिक न्यायको कुरा जस्तो आमाको नामबाट नागरिकता दिने भन्ने कुरा त भयो नि त। तर एकल महिलाले जन्माएको बच्चाको उसबाट कुनै सिडिओले दिनुभएको छ होइन, कुमारी आमाबाट जन्मेको बच्चा भनेर पनि दिनुभएको छ। र कसैले चाहिँ बाउ पत्ता नलागेको भनेर पनि भन्नुभएको छ। अघि यहाँ थर चेन्ज गरेर बाहिर जाने कुरा मैले कोरियामा जाँदाखेरि भेटेँ कि बाबु पत्ता नलागेको भनेर नागरिकतामै उल्लेख गरेको कुराहरू। उहाँ चाहिँ सापकोटा कि के समथिङ रेग्मी के हुनुहुन्थ्यो, उहाँले चाहिँ त्यो मेरो यस्तो नागरिकता भयो तपाईँले कसरी यसलाई सच्याउन उ गर्नुहुन्छ भनेपछि मैले चाहिँ नेपालमा आउनुहोस् त्यति बेला चाहिँ कुरा गरौँला भन्ने भयो। त्यसले गर्दा नागरिकताको हकमा उल्लेख गरिएको छ तर अझै पनि मैले अघि पनि भने कार्यान्वयन हुन सकेको छैन यस्ता कुराहरू। यसले गर्दा हाम्रो महिलाहरूलाई अझै बढी समस्या चाहिँ भइरहेको छ। अन्तर्जातीय विवाह गर्नुहुन्छ, उहाँको ब्राह्मण क्षेत्रीसँग बिहा गर्नु भने नागरिकता पाउनुहुन्न, नागरिकता नपाएपछि बच्चाको जन्म दर्ता हुँदैन, जन्म दर्ता नभएपछि बच्चाले पढ्न चाहिँ समस्या हुन्छ। त्यसले गर्दा नागरिकताको हकमा चाहिँ प्रष्ट उल्लेख गरिएको छ र दलित समुदायले आफ्नो जस्तो यहाँहरूले केही 1 वर्ष 2 वर्ष अगाडि नै हो जस्तो त्यहाँ नागरिकता बनाउने ठाउँमा कुकुर कामी र कुकुर कमिनी भनेर आयो होइन। त्यसलाई चाहिँ तुरुन्तै संसदमा त्यो कुरा उठाइसकेपछि त्यो नागरिकता गृह मन्त्रालयले सर्कुलेट गरेपछि त्यो 2 दिन 3 दिनका दिनै त्यो नागरिकता बनिसक्यो। त्यसले गर्दा हाम्रो कतिपय थरहरू त्यस्तो दलित र गैर दलित बीच, दलितभित्र पनि विश्वकर्मा र परिवार बीच विवाह भयो भने त्यो थरको लागि चाहिँ उहाँहरूले लेख्दाखेरि त्यो नागरिकता बनाउन जाँदाखेरि त्यही किसिमको थरहरू उहाँहरूले नलेखिदिएर अरू लेखिदिने भएको कारणले पनि यो आएको छ। अर्को चाहिँ यौनिक अल्पसङ्ख्यकको कुरा नागरिकता पाउने कुरामा यहाँले अहिले पनि देख्नुभएको छ प्रतिनिधि सभामा हुनुहुन्छ हाम्रो भूमिका श्रेष्ठ होइन, उहाँले ट्रान्सजेन्डरको कुरा गरिरहँदाखेरि उहाँ के अरे पुरुषबाट महिला भएको भनेर पनि उहाँले उ गर्नुभयो भनिरहनुहुन्छ होइन, भूमिका श्रेष्ठ उहाँले पनि नागरिकता पाउनुभएको छ होइन। र अर्को चाहिँ अहिले पनि उहाँहरूले अभियान चलाइरहनु भएको छ। अब समलिङ्गी विवाहको पनि मान्यता भइसकेको छ, यहाँहरूले बुझ्नुभएको छ। त्यसले गर्दा संविधानमा त्यो व्यवस्था नभएको भए उहाँहरूलाई त्यो समस्या हुन्थ्यो। र अर्को कुरा उहाँहरूले उठाएको अभियानमा जस्तो राजनीतिमा पनि हाम्रो प्रतिनिधित्व हुनुपर्छ भन्ने भयो। अनि संरचना बन्दाखेरि पनि अब महिला र पुरुष त एउटा उसमा जाने भए होइन, छुट्टाछुट्टी हुनुभयो। हाम्रो लागि खै भनेपछि अन्य भनेर अहिले चाहिँ बिस्तारै त्यो संरचनाहरू पनि बन्ने कुराहरू भइरहेको छ। त्यसैले कानुन नै महत्त्वपूर्ण हो, राजनीतिक दलले लिने निर्णय नै महत्त्वपूर्ण हो, सबै नीतिको मूल नीति नै राजनीति हो भनेर हामीले हिँडिरहेका छौँ भने त्यसमा पनि अब यो कानुन बनाउने कुरामा पनि उहाँहरूले बढी जोड गर्नुपर्छ र त्यो कानुन नबनेसम्म चाहिँ कार्यान्वयन हुँदैन र कतिपय बनेका कानुन पनि कार्यान्वयन नभएको अवस्था छ। त्यसले गर्दा पनि हामीलाई अहिले चाहिँ समस्या परेको छ भन्ने मलाई लाग्छ। कमलाजी, म प्रकाशजी तर्फबाट जवाफ लिन चाहन्छु। सन्तोष बन्जाडेजीले सबैलाई प्रश्न गर्नुभएको छ कि राजनीतिकमा चाहिँ
यो समावेशिता बनाउन के गर्नुपर्छ? अब राजनीतिमा समावेशी बनाउनेको सुरुवाती चाहिँ सबै दलले गरेका छन्। तहगत पार्टीका संरचनामा केही आरक्षण, महिला आरक्षण, दलित, जनजाति कोटा नै छुट्याएको छ। हाम्रो पार्टीको इक्जाम्पल लिनुहुन्छ भने हाम्रो सहमहामन्त्री विभिन्न दल 8वटा सहमहामन्त्री केन्द्रीय समितिमा रहन्छ। त्यसमध्येमा महिलाको आरक्षण छ, दलितको छ, मधेसीको छ, मुस्लिमको छ। अहिले त अब हामी चाहिँ अन्डर 25 को पनि भनेर कन्सेप्ट ल्याइरहेको छौँ। यसै गरी अरू दलले पनि त्यस्तो परिकल्पना गर्ला र तपाईँले भने जस्तै आउँदा दिनहरूमा अथवा 84 को चुनावमा तहगत रूपमै फेरि त्यही हामीले भने जस्तै सरकारको नेतृत्वमा, तहगत सरकारको नेतृत्वमा पनि जानुपर्छ भन्ने मेरो मान्यता हो। अनि अर्को चाहिँ नि हाम्रो सन्ध्या घरती कानुनको विद्यार्थी हो, असाध्यै राम्रो कुरा राख्नु भएको छ। यो विषयमा मलाई खड्केको विषय पनि हो। संहिताको सन्दर्भमा नेपालका खास हामी जस्ता युवाहरूले कुनै ठाउँमा बस चलाएको पनि होइन, हाम्रो नेताले बोलेको पनि होइन। यो संहिता र धर्मनिरपेक्षताको बारेमा वास्तविक हट भन्दाखेरि म जनजातिको एउटा युवा भएको भएर 62-63 जनजातिहरूले हो नि त फेरि संहिताको 46 सालको आन्दोलन हामीले देखेको अलिअलि र 62-63 को जनआन्दोलन गणतन्त्रको आन्दोलनमा हामी नेतृत्वै गरेको, त्यसमा सहभागी नै भएको हो। त्यति बेला तपाईँहरू पनि कोही जन्मिनु भएको थियो, जन्मिनु भएको थिएन, कोही बुझ्नु भएको थियो होला। त्यति बेला यी दुईवटा बहस चलेको थिएन। खास त्यस्तो पार्टी लेभलमा युवा लेभलमा कुनै चोकचाकमा थिएन। संहिता त आयो, नेताहरू मिलेर संहिता घोषणा भयो, संविधान उहाँले लेख्नुभयो। संविधानको 601 जना मध्येको दस्तखत गर्ने संविधान सभा सदस्य कमला म्याडम यही हुनुहुन्छ। उहाँले दस्तखत त गरेर ल्याउनु भयो संविधान। तर संविधानमा संहिता लागुमा कन्जुसाइ भएको अवस्था छ। जस्तो प्रदेशको कुरा गर्ने हो भने अहिले प्रदेशको पार्टीहरूले, सबै दलका पार्टीहरूले यहाँको मुख्यमन्त्री बनाउन सक्दिन, मान्नेको टिकट दिन सक्दिन, एउटा मन्त्री बनाउन सक्दिन होइन। त्यो के संहिता हो होइन? त्यो प्रदेश केन्द्रीय सभापतिले टिकट दिनु पर्यो। कार्यालयहरूमा एउटा चाहिँ नि उपसचिव यहाँ राख्न सक्दिन, यहाँको सचिवहरू केन्द्रले चलाउँछ। यहाँ चाहिँ नि गृह मन्त्रालय पनि छ, तर उसले एउटा हल्दार र सरुवा गर्न सक्दैन, एउटा सिपाही भर्ना गर्न सक्दिन। ऊ यही कारणले गर्दा होला उहाँ जस्ता युवाहरूले, उहाँ जस्ता कानुन बुझेकाहरूले संहिता खारेजको कुरालाई अलि आवाज उठाएको होला। तर यो अहिलेको परिप्रेक्ष्यमा नेपालको सन्दर्भमा नहुनभन्दा थोरै पाएको पनि राम्रो हो, हुँदै नहुनभन्दा के जाति के मामा पनि राम्रो हो भने जस्तै अहिले संहिताको बारेमा अहिले भर्खरै चाहिँ यसलाई खारेज गरेर केही नपाएको बेलामा झन् नपाउनुभन्दा यसलाई चाहिँ अझै बहसको विषय बनाएर ती करेक्सन गर्दै लगेर ती इररहरूलाई, ती रुट कजहरूलाई हामीले पत्ता लगाएर अब चलाउनुपर्छ। त्यो आवाज युवाहरूले आफ्नो पार्टीमा, आफ्नो समाजमा यस्तै कार्यक्रममा चलाएर अगाडि बढ्नुपर्छ। सन्ध्या भन्नेलाई धन्यवाद छ, अत्यन्तै मिठो कुरा राख्नु भएको छ। धन्यवाद छ। म बाबुराम विश्वकर्माज्यू, तपाईँबाट चाहिँ राजनीतिक पार्टीको तर्फबाट आगामी निर्वाचनमा जस्तो हामीले समावेशिताको कुरा गरिरहेका छौँ, केही प्रश्नहरू त उठेको छ, त्यो प्रश्नको पनि जवाब दिँदै तपाईँको पार्टीमा चाहिँ समावेशी खालको उम्मेदवार बनाउने, अब स्थानीय तहमा हामी बुटोलकै कुरा गरौँला, रूपन्देहीको गरौँला, लुम्बिनीको गरौँला, कति जति बनाउन सकिएला, त्यसमा पहल यहाँको के हुन्छ? विनोदजी, यो सङ्ख्यात्मक रूपमा ठ्याक्कै नम्बर चाहिँ यतिजना भनेर भन्न त कठिन हुन्छ होइन। तर हाम्रो पहल के रहन्छ भने आफ्नो ठाउँबाट म्याक्सिमम, अब मैले अहिले एउटा मोडल भनिसकेँ, एकचोटि यहाँहरूले चाहिँ रेस्ट गरेर भए पनि यो समुदायबाट योग्य मान्छे छानेर दिउँ भनेर प्रस्ताव गर्ने प्रयासहरू रहन्छन्। अब पार्टीले टिकट दिँदैनन् अनि त्यो त झन् कति गाह्रो होला नि त। त्यो होइन, गाह्रो त स्वाभाविक छ, प्रयास रहन्छ। मैले एउटा कुरा थप्न खोजेँ विनोदजी, यहाँ जिज्ञासा उठ्यो कि अहिले तपाईँहरू भागमा खोज्न चाहिँ र सुविधा लिन दलित भएर अगाडि बढ्ने होइन, तम्तोया हुने, अनि विभेदमा भन्ने, किनभने सहनु पऱ्यो। ल हेर्नुहोस् कस्तो छ, इन्ट्रेस्टिङ छ नि क्वेसन। आएको थियो नि अस्ति पनि एउटा विषय त्यस्तो। त्यसो भए मेरो एउटा प्रस्ताव के छ भने एकचोटि सट्टापट्टा गरौँ न, एकचोटि यो छोइछुटो गर्ने र पीडित भएर दलित यस्तै भोगाइमा चाहिँ तपाईँहरू जानुहोस्, हामी तपाईँहरूको थर लेख्छौँ, अनि यो सुविधा तपाईँहरू लिनुहोस् भने के हुन्छ होला उहाँलाई पीडा। यो कुरा गर्दा हल्का गरिदिँदा बडो चित्त दुख्छ। हेर्नुहोस्, जीवनमा रगत एउटै भनेको छ, मान्छे एउटै भनेको छ, व्यवहार अर्कै छ। यस्तो चाहिँ यो धेरै हाम्रो समुदायका मान्छे धेरै विदेश गएर नफर्किनुको एउटा मुख्य कज यही हो। रिपोर्टले देखाइरहेको छ, मैले रिपोर्ट दिन समय चाहिँ आज भएन, किन भन्दा यहाँ आएर विभेद छन् भन्दा त उतै दुःख गरेर विभेद नसकेर बसौँ भनेर थुप्रो यो समुदायका बालबच्चाहरू योग्य मान्छेहरू विदेशीय छन्। विनोदजी, एउटा कुरा त्यो। अनि खस आर्य भनेर 27% छुट्टाएको चाहिँ छैन त। त्यसो भए खालि त्यही 10% थोरै लिएको चाहिँ त्यही आँखा गाड्नुपर्ने, त्यो त होइन।
त्यो त अब त्यसो भए के गरौँ भनेदेखि यो साझा फुलबारी भनिरहेको छु, सुगन्धसहित साझा फुलबारी बनाउन प्रयास हामी सबै मिलौँ। एकले अर्कोलाई दोष दिने होइन। यी यस्तो चाहिँ भाइ बहिनीहरू हुनुहुन्छ, यस्तै देशैभरिका भाइ बहिनीहरूले एकचोटि जुरुक्क देशलाई सुगन्धसहित बास्नासहित देश राम्रो बनाऊ भन्ने हो भने सम्भव छ भन्ने लाग्छ। आशाको किरण चाहिँ मैले देखिरहेको छु, त्यो सम्भावनाहरू लिनुपर्छ भन्ने हो विनोदजी। अब आउने दिनमा यस्तै युवाहरूबाट, यो पछाडि परेका जनजाति, पछाडि परेका समुदायहरूबाट चाहिँ देशैभरि उम्मेदवार बनेर जितेर एउटा लहर आइदिए कस्तो हुन्थ्यो होला, त्यो मेरो सपना छ विनोदजी। अब त्यसमा पार्टीको तर्फबाट उम्मेदवार यो पछाडि पारिएका वर्ग समुदाय लिङ्गकालाई बनाउने भन्ने हिसाबले तपाईँको भूमिका रहन्छ त? भूमिका यसो हो, हामीले चाहिँ योग्य मान्छेहरूलाई खोजेर यहाँ यस्तो सम्भावनामा प्रायोरिटी दिनुहोस् भन्ने कुराहरू रहने सम्भावना रहन्छ। कानुन तहमा त हामी छैनौँ, यो लुगाइराख्नु त परेन नि। तर केन्द्रीय उहाँले टिकट बाँड्ने काममा थिए भन्नुभयो दाइले, टिकट बाँड्दा पनि आज भन्नुहुन्छ भन्नु थाहा छैन, तर मनमा सन्तुष्ट हुनुभएको चाहिँ छैन, उहाँलाई पनि थाहा होला कि। त्यसैले यो चाहिँ के हो भने गफ भन्दा पनि व्यावहारिक रूपमा हाम्रो निर्णायक तहमा हुँदैन, प्रस्ताव गर्ने र पहल गर्ने मात्रै हो। यो निर्णायक चाहिँ प्रयास, तर त्यति त गर्न सक्नुहुन्छ? प्रयास त रहन्छन्। हाम्रा प्रस्तावित क्यान्डिडेटहरू रहन सक्छन्, सम्भावित मान्छेहरूलाई प्राथमिकता दिनुपर्छ है अब भन्ने कुराहरू रहन्छन् विरोधी, यो त रहन्छ। टिका ओलीज्यू, तपाईँको तर्फबाट के प्रतिबद्धता हुनसक्छ? र हामी खास गरी जुन पृष्ठभूमिबाट आइयो त्यो पृष्ठभूमि हामी एकदम अहिले जुन उमेरको यहाँ उपस्थित भाइ बहिनीहरू हुनुहुन्छ त्यो उमेरदेखि नै समानुपातिक समावेशी धर्मनिरपेक्षता कै निम्ति नै हामीले बलिदान गरेको हो। त्यो कारणले गर्दाखेरि समावेशी हुनुपर्छ। समावेशीलाई अझै दरिलो जुन वर्गको पहुँच छैन एउटा राज्यको निर्णायक ठाउँमा, त्यो ठाउँमा समावेशी हुनुपर्छ भन्ने कुरा हाम्रो यो र हामी रहँदासम्म, मेरो क्षेत्रबाट म रहँदासम्म यो आवाज निरन्तर रहिरहनेछ। हस्, यहाँले यो प्रतिबद्धता जनाउनुभयो। संविधान सभा सदस्यको रूपमा तपाईँले अहिलेका पार्टीहरूबाट केही अपेक्षा त गर्न सकिएला? अब आउने चुनावमा उहाँहरूले समावेशी बनाउनु होला। निर्वाचन उसले नै बनाएको कानुनलाई हेर्दाखेरि दल दर्ता हुँदाखेरि 33% संविधान सभामै भएको व्यवस्था अनुरूप चाहिँ दल दर्ता गर्नुपर्छ भनेर 33% महिला पुगेन भने त्यो दल दर्ता हुँदैन एउटा। अर्को चाहिँ उम्मेदवारको कुरामा पनि त्यो निर्वाचन नियमावली, निर्वाचन उसमा चाहिँ कानुनमा चाहिँ के लेखेको छ भने महिलाहरू चाहिँ 33% उम्मेदवार पनि हुनुपर्छ भन्ने छ। अहिले चाहिँ संशोधन गर्ने कुरामा हामीले चाहिँ प्रत्यक्ष उम्मेदवार पनि महिलालाई दिनुपर्छ भनेर कुरा उठाइरहेका छौँ र त्यसको लागि चाहिँ म मेरो आफ्नो तर्फदेखि समावेशिताको लागि पनि कुरा उठाउनको लागि मेरो प्रतिबद्धता छ, महिलाको सहभागिता बढाउनको लागि प्रतिबद्धता छ र सबै राजनीतिक दलहरूसँग बसेर सहकार्य समन्वय गरेर र सहयात्रा गरेर चाहिँ अगाडि बढ्ने चाहिँ प्रतिबद्धता व्यक्त गर्न चाहन्छु र समावेशीको मुद्दामा अझै बढी चाहिँ म आफ्नो व्यक्तिगत तर्फ र नागरिक समाजको तर्फबाट र समग्र राजनीतिक दलहरूलाई चाहिँ समावेशी भएन भने किन भएन भनेर प्रश्न उठाउने उसमा चाहिँ मेरो प्रतिबद्धता रहन्छ। हस्, यहाँले यो प्रतिबद्धता व्यक्त गरिदिनु भयो र यो आजको कचहरीको बहसमा सहभागी भइदिनु भएकोमा सबैजनालाई म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको प्रतिबद्धता र यो बहसले प्रारम्भ गरेको हो। हाम्रो राजनीतिक नेतृत्व नै समावेशी भएन भने समावेशी संरचना निर्माणमा चाहिँ अवरोध हुनसक्छ, जसका लागि चाहिँ नयाँ पुस्ताले पनि यो विषयलाई बुझ्नुपर्नेछ। कयौँ विषयहरू उहाँले प्रश्न उठाउनु भएको छ, त्यो प्रश्नले यहाँहरूलाई पनि घोत्रिन बाध्य बनाओस् भन्ने आग्रह हामी गर्न चाहन्छौँ। आजको यो कचहरीको बहस यहाँलाई कस्तो लाग्यो, यहाँले प्रतिक्रिया दिन सक्नुहुन्छ। यो कार्यक्रम जागरण मिडिया सेन्टरले उत्पादन गरेको हो। कार्यक्रम सुन्ने र हेर्ने श्रोता दर्शकलाई धेरै धेरै धन्यवाद छ। आजको बहसमा भाग लिनुभएकोमा संविधान सभा सदस्य कमला विश्वकर्माज्यू, नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य बाबुराम विश्वकर्माज्यू, नेपाली कङ्ग्रेस लुम्बिनी प्रदेशका कोषाध्यक्ष प्रकाश राणाज्यू र नेकपा प्रदेश सचिवालय सदस्य लुम्बिनी प्रदेशको सचिवालय सदस्य टिका ओलीज्यू सहित आजको यो कार्यक्रममा सहभागी हुनुभएका विद्यार्थी, युवा, अधिकारकर्मी लगायत सबैलाई धन्यवाद दिँदै म विनोद परियार पनि बिदा हुन्छु। नमस्कार।